गुड मर्निङ साथीहरू ल घाम आइसक्यो गुड मर्निङ दाइ गुड मर्निङ आडेमा आइसक्यो घाम भर्खर थिएन क्या डेमा हिमानी पछि न डेमा देम चानु याङ ठिक छ हाम्रो बसन्ती उनका 5:30 बजी थिएन त किन फेरि हिमसाङको तर बाहिर चाहिँ निस्किन है दाइ म निदाइहालेँ साथीहरू हामी चाहिँ मुख धोएर कपाल सपाल नकोरिने पहिलो हाम्रो कामतिर निस्किँदैछौँ र दिपक दाइ पनि हिजो चाहिँ आइसक्नु भएको छ दिपक दाइ एकछिनपछि झर्नुहुन्छ हामी चाहिँ हिँड्दै गर्छौँ मेरो स्वर खासिएको छ भाइ बहिनीहरूसँग कराउँदा अब चाहिँ हामी लाग्छौँ यहाँ चाहिँ कस्तो राम्रो फुल फुलेको छ यो फुल चाहिँ कति राम्रो छ हाम्रो बसन्तीमा हामी हिँड्यौँ आछु मैले त मोजा आयो कुन हो घाम कता पुग्यो हेर्नु न होइन तलदेखि घाम यतै देखिन्छ नि दाइ घाम त यता पो नि साथीहरू के हो यो कलियुग आयो अब हामी उठ्दाखेरि घाम यता थियो भने हामी यहाँ पुग्दा त त्यता पो भरे तलदेखि कसरी देखिँदो रहेछ आज चाहिँ हामी 7 गते होइन हामी आएको पनि साथीहरू 8 दिन भइसक्यो प्रगति भन्ने कुरा खासै हाम्रो केही काम छैन होला साथै त्यस्तो भएर झन् कि क्या हो यस्तो चिसो छ कि साथीहरू यता अनि आमा हामी चाहिँ आइपुगेको यहाँ चाहिँ कुखुराको छ अनि यता चाहिँ घाम आइसक्यो यता चाहिँ हाम्रो बहिनी यता झन्डा छ अनि म चाहिँ यहाँ जाडो भएर यहाँ माथि बसिरहेको छु यसलाई अगाडि 1 माग्यो भने चाहिँ 1 2 3 4 यहाँबाट उठ्यो भने मात्रै गीत मिल्छ हामी सिडी टिप्ने बेलामा नत्र भने उल्टो भइदिन्छ है अनि त्यसपछि माथि यता उता हुन्छ जहिले पनि हामीले गीत टाउनलाई गीत उठाउनु पर्यो गीत गाउँदा यहाँ पुगेपछि गीत उठ्नु पर्यो है हाले बास्यो यसो अब यतापट्टि यता हुँदाखेरि हाले बास्यो गऱ्यो भने भरे सिडी टिप्ने बेलामा ठ्याक्कै उल्टो हुन्छ त्यही भएर अगाडि 1 देखि गीत उठाउनु पर्यो है झरे 2nd ड्युटी मलाई त कस्तो निन्द्रा पो लाग्दैछ त नुहाउनु भएर हजुर झन् फ्रेस हुनु पर्ने न नुहाएर यो घाममा पछि क्या झन् फ्रेस हुनु पर्ने त्यसो भने तपाईँ स्वास्थ्य खराब तपाईँ बिरामी निहुन राख्नु भएको छ भने म त
त्यस्तै लाग्दैछ बिहान पनि उठ्नु सकेको छुइनँ मेरो हामी यसरी बाइकमा बसेर जाँदैछौँ साथीहरू देख्न सक्नुहुन्छ हामी चाहिँ सेकेन्ड हाम्रो गन्तव्यमा आइसक्यौँ हिजोदेखि चाहिँ दिपक दाई आइसक्नु भएको छ अनि दिपक दाईको साथमा हामी पनि छौँ साथीहरू अनि दिपक दाईले हिजो चाहिँ एक ठाउँ मात्रै सिकाउनु भयो आज यहाँ चाहिँ पहिलोचोटि हो दाई सिकाउँदै हुनुहुन्छ यहाँ स्कुले भाइहरूले चाहिँ हामीलाई टप्ने भएको छ साथै यो त बाइक भन्दा छिटो त उड्दैछ त नि दुईजना त के हो गोविन्द र के पो नाम अनमल र गोविन्द बाइक भन्ने बाइक जित्ने हो फेरि सुरु गरौ ल साँच्चै हामी भन्दा छिटो जाँदैछ ल बाइक टप्ने मान्छेहरू त यहाँ देख्न सक्नुहुन्छ साथीहरू हेर्नु राजकुमारले साँच्चीकै हामीले भेट्नु सकेको छैन हाम्रो बसन्तीले भेट्नु सकेको छैन म त बाइकमा बस्दा खुट्टा टुट्नु थालेछ नि त अब झुन्डेर राजकुमार हेर्नुहोस् न साथीहरू टोरी फुलेछ कस्तो यहाँ चाहिँ 19 गतिको कार्यक्रमको लागि पोस्टर राख्दै हुँदैछ ब्यानर अनि 19 गतिको प्रोग्रामको लागि चाहिँ हामी भाइ बहिनीहरूसँग सिक्दै अनि यहाँ यसरी 19 गतिको प्रोग्रामको लागि चाहिँ ब्यानरहरू राख्दै हिँड्दैछौँ भाइहरूसँग अनि 19 गति चाहिँ कलाकारहरू आउँदै हुनुहुन्छ मनमावि फुलमेकी आमा अनि मेलिना राई अनि टिकट चाहिँ फ्री छ साथीहरू मिठाईहरूले ताली खानु भएको छ मिटिङ दाजु sang चाहिँ मेछ छन् टमिटुको खाङ मुसुखो खानु yang आमछेमा त काटुङ होला नि त डुवा छ है जिस्केर हो दाइरोमा चाहिँ एकदमै हामी चाहिँ जाँदैछौँ 4 जना हाम्रो भाइ खतरा हुनुहुन्छ हाम्रो निना मजाले त 5 जना नि बोक्नुहुन्छ एकजना अगाडि एकजना त्यो दुईजना बान्दावा दुईजना सामिङमाहरू ए साथीलाई साथी नि कति सामिङ हो ल हामी यहाँ तर राई हो हामी राई हामी राई हो हामी किराती टाउको चारो देखिन्छ यहाँ पनि देखिँदो रहेछ हामी त उ यो चाहिँ अब यो के लेभल परेछ यो के भन्छ झोप्रो पौवानी काटिएन देखिँदैछ नि साँच्ची त्यस्तै हेलमेट ल्याउन अब त हाम्रो त कस्तो राम्रो मिल्ने रहेछ साइज पनि अब यस्तै आज बुझ्नु हो राति अनि अगाडि चाहिँ भनिन माग राई मैले गरिसकेँ महिनामा उठाऊ काठमाडौँमा पठाऊ महिनामा उठाऊ त्यसो भनेको सुरु हाँस्थे नि यार एक ठाउँबाट उठाएर अर्को ठाउँ पुऱ्याउने क्या हाम्रो हालत यस्तो छ उदयपुर जिल्लाको बेलका नगरपालिकामा 7 नम्बर वडा पुगेर आएको खास गरी प्राकेनिवासी प्रशिक्षण कार्यक्रम सँगसँगै एउटा सांस्कृतिक साँझमा हामी आएको छौँ अहिले यहाँ हाम्रो फुटल सर्भिस एकदमै रमाइलो पनि छ अविस्मरणीय पनि फोन पनि उठाउँदै हुन्छ 4 जना लोड फोन उठाउँदै हुन्छ हाम्रो ड्राइभर जस्तो हुनुपर्छ बाइक उठाउनु होला यता त्यस्तो छ
साह्रो जबरजस्ती त फोन उठाउँदै हिँड्दै चार्जर बाटोको गति हामी के भइरहेछ यहाँनिर तपाईँहरू झर्न सक्नुहुन्छ झर्न सक्नुहुन्छ उठाउदेखि जिन्दाबाद भन्दै हिँड्नु पर्ने बेला भएको छ यहाँ यो बाइकमा चाहिँ दाइले अटोको काम गर्छ तर मार्कामा पर्ने चाहिँ म हो दाइ हिजो पनि म त यस्तो झुन्डेर आएको आज पनि मान्छे पक्रेर आएको दाइ हाम्रो दाइ डन हुनुहुन्छ डन तपाईँहरूलाई पनि म देखाउँछु त दाइ हुनुहुन्छ आमा दाइ हुनुहुन्छ दाइले चाहिँ बिचरा गाह्रै भएर छ माथि दाइ हुनुहुन्छ दाइ बहिनीहरू एकदम हो दिपक दाइ फेरि आइपुग्नु भएर दाइले गर्दै हुनुहुन्छ एउटै टाइममा दुई ठाउँमा भएर चाहिँ म यहाँ सुरुमा आएर दाइले सिकाइराख्नु भएको कुराहरू म गर्छु अनि दाइ आउनु भएपछि फेरि दाइले गर्नुहुन्छ हामी चाहिँ आइपुगेका छौँ आज चाहिँ 7 दिन हामी आएको पनि 8 दिन भयो तर यहाँ साकेला सिक्न थालेको चाहिँ 7 दिन भइसक्यो आज अनि धेरै कुरा जानि सक्नु भएको छ यहाँको आफन्तहरूले भाइ बहिनीहरूले अनि यहाँ भित्र दाइहरू पनि हुनुहुन्छ रात पढ्न लाग्यो स्कुलदेखि घर फर्किनु भएको छैन अनि अब चाहिँ यहाँ बिदा दिनु लाग्नु भयो दाइले बाइ बाइ यहाँ परिचय कार्यक्रम हुँदैछ अनि दाइ आज मात्रै आइपुग्नु भएको नि त नि यहाँ अलिक ठुलो स्वरमा भन्नुहोस् है कति ज्ञानी जलन भाइको गाउँ सब ज्ञानी यहाँ चाहिँ दिपक दाइले सबैजनाको हजुरको नाम आइसा राई सेवा निर्मला राई इरिका राई निर्मला राई आइस्मा राई कृष्ण राई
सक्यो ताली। अब सरको परिचय आफै दिनुहुन्छ उहाँले। सबैजनालाई मेरो सेवा नमस्ते है। यहाँ मेरो नाम दीपक राई, बान्तावा राई नै हो म पनि। मेरो घर चाहिँ यता मास्तिर आमचोक भन्ने सुन्नु भएको छ हजुरहरूले? आमचोकमा हो मेरो गाउँ। अस्तिको सर हजुरहरूलाई सिकाउन आउनु भएको थियो, उहाँकै गाउँको मान्छे म है। म चाहिँ अस्ति आउन नभ्याएर अलिकति बिजी भएँ म, त्यही भएर मैले उहाँलाई पठाएको। अब तपाईँहरूलाई आजदेखि म अन्तिम दिनसम्म तपाईँहरूसँगै रहन्छु म अब है। अब तपाईँहरूले जति सिक्नु भएको छ त्यो कुरालाई म फर्स्टमा हेर्छु, अनि त्यसपछि अरू अगाडि बढ्छौँ हामी। त्योभन्दा अगाडि तपाईँहरूले गीत गाउनु सिक्नुभयो होला है। अब हाम्रो चाहिँ एकछिन है, हाम्रो साकेन्वा सिली भन्ने बित्तिकै साकेला र साकेन्वा है दुईवटा भन्ने चलन छ अहिले। स्पेसल्ली साकेला भन्ने बित्तिकै चाहिँ हामी चामलिङहरूको सिली भनेर बुझ्ने गरेको छौँ। साकेन्वा भन्ने बित्तिकै हामी बान्तावारको सिली भन्ने गरेको छौँ, साकेन्वा भन्ने बित्तिकै होइन। अब अहिले आएर म तपाईँहरूलाई साकेन्वा सिली चाहिँ है, साकेन्वा सिली चाहिँ सिकाउँछु, जो हामी बान्तावाहरूले नाच्ने गर्छौँ। अहिले साकेन्वा सिली भन्ने बित्तिकै हामी नाच्न मात्रै सिक्दैनौँ, अब हामी गाउन पनि सिक्छौँ है। साकेन्वा सिली नाच्दैनौँ मात्रै, किनभने यो चाहिँ गाउनु पनि पर्छ नाच्नु पनि पर्छ, दुइटै गर्नुपर्छ। किनभने यो सिलीहरू सबै मेलोडीमा आधारित हुन्छ है। यो हामीले जति अब सिलीहरू गर्छौँ, सिलीहरू जति सिक्छौँ त्यो सबै मेलोडीमा आधारित हुन्छ। त्यसो भएको हुनाले गाउनु पनि पर्यो। हामी अब गाउन पनि जान्दछौँ, नाच्न पनि जान्दछौँ, दुइटै सिक्छौँ। त्यही भएर अलिकति यो विशेष छ बान्तावा सिली अथवा साकेन्वा सिली। अरू सिली नगाए पनि भयो, अब फास्ट बिट त्यत्तिकै नाचे पनि भयो, तर यो चाहिँ गाइएन भने सिली गर्नै जानिँदैन, किनभने सिली नै गीतसँग छ, रिलेटेड छ। त्यसो भएको हुनाले गीत सबैले गाउँछौँ। अब अहिले चाहिँ के सजिलो हुने हो भने अहिले अघि यहाँ तपाईँहरूको दाई उहाँ देवकुमार दाईले बजाउनु भयो नि गीत है, त्यो गीत सुनेपछि चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ। त्यो गीत भोलिदेखि हजुरहरूले सुन्नु होला सबैजनाले है युट्युबमा। त्यो गीतको मेलोडी तपाईँहरूले सिकेर आउनु भने सरासर हामी सिली सिक्छौँ, किनभने त्यो गीत नसिकिकन सिली नै बन्दैन कि है। त्यो चाहिँ सिलीसँग रिलेटेड हुन्छ। ल ओके, अब हाम्रो ढोल र झेम्टा छ क्यार यहाँ पनि है। आजसम्म सिक्नुभएको फर्स्टमा हेर्छु है, म काउन्ट गरिदिन्छु अनि सुरु गर्नु होला है। 3, 2, 1 गो। ढोल छ कि छैन यहाँ? ए ढोल पनि एउटा चियर भयो नि यहाँ। बाई बाई। आयो